हाइसान konnichiwa नमस्ते जापानिज भाषाको नेपाली कक्षामा फेरि पनि हार्दिक स्वागत गर्दछु जेलिङ इन्टरनेशनल एजुकेसन न्यू बानेश्वरबाट म दिनेश राउत। जापानिज भाषाका भिडियोहरू तपाईहरु सामु निरन्तर रूपमा लिएर आउन नसकेको कारण माफी माग्दै आगामी दिनहरुमा निरन्तर रूपमा जापानिज भाषाको भिडियो बनाउने प्रयास गर्नेछु भन्दै लागौं आजको भिडियोतर्फ। आजको भिडियोमा म तपाईहरुलाई जापानिज भाषाको मिन्ना नो निहोंगो बुकको लेसन 15 मा रहेको ग्रामर प्याटर्नहरु र ग्रामरहरु युज गरेर बनाइएको रेबुन र बुङ्केलाई एकदमै सजिलो तरिकाले सिकाउने छु है त। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। योरोशिकु ओनेगाइशिमासु। 15 लेसन तपाईहरुले राम्रोसँग बुझ्नको लागि भबको ते फर्ममा कसरी लैजाने भनेर पहिला बुझ्न जरुरी हुन्छ। जुन अघिल्लो भिडियो हेर्नुभयो भने तपाईहरुले सजिलै बुझ्न सक्नुहुनेछ। लागौं अब मिन्ना नो निहोंगो दाइजु गोका लेसन 15 मा रहेको ग्रामर प्याटर्नहरुलाई सँगै सिक्नतर्फ है त। फर्स्टमा हामी सिक्छौं के म यो गर्न सक्छु वा गर्न मिल्छ भनेर कोही कसैसँग अनुमति माग्दा प्रयोग गरिने भबको ते फर्म प्लस मो इ देस्का। सेकेन्डमा हामी अर्को सिक्ने छौं रुल्स ल अर्डरहरुलाई भन्दा अथवा कुनै पनि कुराहरु निषेध गरिएको अवस्थामा गर्न मिल्दैन गर्न हुँदैन भनेर भन्दा प्रयोग गरिने भबको ते फर्म प्लस वा इकेमासेन पढ्छौं। त्यसैगरी थर्डमा हामी कुनै कुरा भइरहेको गरिरहेको केही कुरा गर्दै छु र गर्दै छ भन्दाखेरि प्रयोग हुने भब ते फर्म प्लस इमासको अलि फरक तरिकाको प्रयोग गर्ने तरिकाको बारेमा सिक्ने छौं। सबैभन्दा पहिला हामी पढ्छौं भबको ते फर्म प्लस मो इ देस्का। भबको ते फर्ममा के जोड्ने मो इ देस्का। के म यो गर्न सक्छु यो गर्न मिल्छ भनेर कोही कसैसँग अनुमति माग्दाखेरि यो फर्मको प्रयोग गरिन्छ। जस्तै एक नम्बरमा हेर्नुस् त यहाँ के छ सर म भित्र छिर्न मिल्छ अथवा भित्र छिर्न सक्छु भनेर क्वेशन सोधिएको छ। अनुमति माग्दाखेरि सोधिने क्वेशन हो यो। अब यसलाई हामीले जापानिज भाषामा कसरी बनाउने त भन्दाखेरि हेर्नु चाहिँ पहिला हामीलाई ते फर्म चाहियो। ते फर्म कुन भबको चाहियो छिर्छुको चाहियो। छिर्छु रुट भबमा के हुन्छ हाइरु अनि मास फर्ममा हाइरिमास। यो कुन ग्रुपमा पर्छ फर्स्ट ग्रुप। यदि तपाईहरु अझै पनि राम्रोसँग ग्रुपहरु चिन्न सक्नुहुन्न भने ग्रुप अनुसारको ते फर्ममा लैजाने नियम तपाईलाई थाहा छैन भने तपाईले 15 लेसन केही पनि बुझ्नुहुन्न है। 15 लेसन राम्रोसँग बुझ्न चाहनुहुन्छ भने मेरो अघिल्लो भिडियो लेसन 14 मा रहेको भबहरुलाई ग्रुपमा छुट्याउने तरिका अनि त्यसलाई ते फर्ममा लाने तरिकाहरु राम्रोसँग हेरेर लेसन 15 हेर्नुभयो भने तपाईहरुले मज्जाले बुझ्न सक्नुहुन्छ है। अब यो हाइरु हेर्नुस् अन्तिममा के आएको छ रु। यसरी रुट भब डिक्सनरी फर्ममा हुँदाखेरि उचु रु अनि मास फर्ममा मास भन्दा अगाडि इ ची र रि आयो भने हामीले ते फर्ममा के भनेर पढेको थियौं ते राख्ने भनेर ते। अब यहाँ हाइरी मासलाई ते फर्ममा लाँदा के हुन्छ हाइते। ते फर्ममा लग्न जानियो। अब यसमा के जोडिने त मो इ देस्का हाइते मो इ देस्का। सेन्सेई नाका हाइते मो इ देस्का। हाइ जा नि मानो अर्को एउटा एक्जाम्पलमा जान्छौँ है त हामी। यहाँ चुरोट पिउन मिल्छ अथवा सक्छु भनेर अनुमति माग्दाखेरि भनेको यो सेन्टेन्सलाई जापानिज भाषामा कसरी भन्ने होला त भनेर हेर्नुस् त। ओ इस रे हेर्नुस् है पहिला हामीले के गर्नुपर्छ त यहाँ पिउँछु छ पिउने कुरा चुरोट पिउँछु भन्दाखेरि कुन भब प्रयोग हुन्छ डिक्सनरी फर्ममा छ भने सु अनि मास फर्ममा हुँदाखेरि चाहिँ के हुन्छ त सुई मास। कुन ग्रुपमा पर्छ यो फर्स्ट ग्रुपमा पर्छ। हेर्नुस् यसरी भबको डिक्सनरी फर्ममा उचु र रु आउँदा अनि मास फर्ममा मास भन्दा अगाडि इ ची र रि आउँदाखेरि के हुन्छ त ते। ते फर्ममा लाँदाखेरि पिउँछुको ते फर्म के हुन्छ त सुत्ते मो इ देस्का कोको दे ताबाको सुत्ते मो इ देस्का। मिनासा वकारिमास्का दाइजु देस्का खानतान देश भने सजिलो छ नि है। फेरि अर्को एउटा एक्जाम्पल सेन्टेन्स हेरौँ है त। मन्दिरको भित्र फोटो खिच्न पाइँदैन हैन त। मन्दिरको भित्र सामान्यतया फोटो खिच्न पाइँदैन तर हामीलाई फोटो खिच्नु पर्ने भयो। मन्दिरको भित्र फोटो खिच्न मिल्छ अथवा फोटो खिच्न सक्छु भनेर हामीले अनुमति माग्नु पर्ने भयो। अब कसरी बनाउने त हेर्नुस् त फोटो खिच्छु भनेको के हो त स्यासिनो तोरीमास। यसको डिक्सनरी फर्म तोरु हुन्छ भने मास फर्म के हो त तोरीमास। कुन ग्रुपमा पर्छ यो फर्स्ट ग्रुप। अघिको जसै गरी फर्स्ट ग्रुपमा
डिक्सनरी फर्ममा आउँदाखेरि उ चु र रु अनि मास फर्ममा मास भन्दा अगाडि इ ची र रि आयो भने के थप्ने अरे भन्नुहोस् त है यसले ते थपिदिने है त खिच्चुको ते फर्ममा के भयो त तोते मो इ देशका होतेरा नो नाखा नि सासिन तोते मो इ देशका यहाँ ओके देशका बुझ्नु भएको छ सजिलो छ नि है भबको ते फर्ममा के थपिदिने मो इ देशका है ओके है च्याचुकी कि मास त्यसै गरी हामी फेरि अरू है भबको ते फर्म प्लस मो इ प्रयोग गरेर बनाइएका केही सेन्टेन्सहरू इक्जाम्पलहरू र त्यसलाई बताउने तरिकाहरूको बारेमा सिक्छौँ है त यहाँ हेर्नुहोस् है त इचिबा 1 नम्बरमा के छ यहाँ गाडी रोक्न सक्छु यहाँ गाडी रोक्न मिल्छ भनेर क्वेसन गरिएको छ के हुन्छ त कोकोदे कुरुमा हो तोमेते मो इ यसका तोमेमास रोक्छु रोक्छुलाई त्यही फर्ममा लाँदा के हुन्छ तोमेते मो इ यसका मिल्छ भन्दाखेरि जापानिजहरूले के भन्छन् त हाई दाइजोबु देश हाई दाइजोबु देश अथवा हाई तोमेते मो इ देस्यो हाई तोमेते मो इ देस्यो यसरी आफ्नो तरिका हुन्छ है बताउने तरिकाहरू अलि फरक फरक हुन सक्छ है मिल्दैन भन्दा चाहिँ के हुन्छ त इए धामे देश इए धामे देश है अब त्यसै गरी निमानको यो सेन्टेन्सलाई हेर्नुहोस् त यहाँ फोहोर फाल्न मिल्छ यहाँ फोहोर फाल्न सक्छु भनेर अनुमति मागिएको छ फ्याल्छु के हो नियासान फ्याल्छुको भब के हुन्छ सुतेमास सुतेमास कोकोदे गोमियो सुतेते मो इ देशका सुतेमासलाई त्यही फर्ममा लाँदा के हुन्छ सुतेते सुतेते मो इ देशका मिल्छ भन्नुपर्दा हाई इ देश हो दोजो मिल्दैन भन्दा के हुन्छ फेरि इए धामे देश अथवा सुमिमा चाहिँ छोत्तो है जसरी पनि बताउन सक्छन् है बताउने तरिका हाम्रो नेपालीहरूको पनि भन्ने तरिका फरक भयो जस्तै नियोजिनको बताउने तरिका अथवा भन्ने तरिका पनि धेरै छन् है फेरि हामी भबको तेफम प्लस त्योभन्दा पछाडि राखिने वा इकेमासेन भबको तेफममा राखिने वा इकेमासेनको बारेमा पढ्छौँ है त कुनै पनि कुराहरू निषेध गरेको अवस्थामा गर्न मिल्दैन यो गर्नु हुँदैन भन्दाखेरि प्रयोग गरिन्छ यो चाहिँ सामान्यतया रुल्सहरू लहरू अनि अर्डरहरू भन्दाखेरि चाहिँ प्रयोग गरिन्छ जस्तो यहाँ हेर्नुहोस् त यहाँ फोटो खिच्न मिल्दैन यहाँ फोटो खिच्न निषेध गरिएको छ भन्दाखेरि के हुन्छ त कोकोदे स्यासिन ओ खिच्चुको के चाहियो हामीलाई तेफम चाहियो है खिच्चु भनेको के हो तोरीमास कुन ग्रुपमा पर्छ फर्स्ट ग्रुपमा पर्छ है यसरी फर्स्ट ग्रुपमा मास भन्दा अगाडि इ ची अनि रि आयो भने त्यही फर्ममा लाँदा के हुन्छ त मास हटाएर ते तोते अनि वा इकेमा सेन जोडिदिने है मिल्दैन यसो गर्न मिल्दैन हुँदैन भन्दाखेरि चाहिँ के हुन्छ त भबको त्यही फर्ममा वा इकेमा सेन कोकोदे स्यासिन तोते वा इकेमा सेन धामे देश है त्यसै गरी यहाँ 2 नम्बर हेर्नुहोस् त यहाँ चुरोट पिउन मिल्दैन भनेर एउटा सेन्टेन्स छ यसलाई जापानिज भाषामा बनाएर हेर्नुहोस् त के हुन्छ भबको ते फर्ममा वा इकेमासेन जोडेर बनाउनुहोस् त के हुन्छ त कोकोदे थाबाको हो सुत्ते वा इकेमासेन सु डिक्सनरी फर्ममा हो भने सु पिउँछु है चुरोट पिउने कुरालाई के हुन्छ सु अनि मास फर्ममा लाँदा के हुन्छ त सुई मास अन्तिममा इचिरी आयो भने के हुन्छ त्यही फर्ममा लाँदा ते सुत्ते वा इकेमासेन त्यसै गरी अर्को एउटा सेन्टेन्स छ स्कुल बिदा बस्न मिल्दैन यो रुल्सका कुरा भयो यो अर्डरका कुराहरू भयो है यो बेलामा हेर्नुहोस् त के हुन्छ गाको ओ बिदा वस्तु के हुन्छ यासुमिमास 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 कुन ग्रुपमा फर्स्ट ग्रुपमा है यासुन देवा इकेमासेन यासुन देवा इकेमासेन गाको ओ यासुन देवा इकेमासेन यसरी यासुमिमासको तेफम यासुन्दे अनि वा इकेमासेन निषेध छ है बिदा बस्नु चाहिँ मिल्दैन बिदा बस्नु हुँदैन भन्दाखेरि के हुन्छ यासुन्दे वा इकेमासेन त्यसै गरी अर्को एउटा ग्रामर प्याटर्न छ हामीले 14 लेसनमा पनि पढिसकेको भबको तेफम प्लस इमास है भबको तेफम प्लस इमास 14 लेसनमा हामीले कसरी पढेको थियौँ सम्झिनुहोस् एकचोटि कुनै पनि कुरा भइरहेको गरिरहेको अनि केही कुरा गर्दैछु गर्दैछ भन्दाखेरि प्रयोग गरिन्छ तर 15 लेसनमा अलिक फरक तरिकाले पनि प्रयोग गर्ने गरिन्छ है केही कुरा गरेको छु भन्दाखेरि चाहिँ प्रयोग गरिन्छ केही कुरा जस्तो कारहरू लिएको छु बिए गरेको छु
है यस्ता कुराहरू भन्दाखेरि चाहिँ सामान्यतया कहिलेकाहीँ मात्रै प्रयोग गर्ने गरिन्छ है त। जस्तो यहाँ इक्जाम्पल इची हेर्नुहोस् त, रेहीमा हेर्नुहोस् त के छ, मैले बिहा गरेको छु, वतासी वा केक्कोन्स्टेइमास है, केक्कोन्स्टेइमास, यसको अर्थ म बिहा गरिरहेको छु भन्ने हुँदैन है। के हुन्छ त, मैले बिहा गरेको छु अथवा म विवाहित हुँ, हो यस्तो केसमा पनि कहिलेकाहीँ भबको तेफम प्लस इमासको प्रयोग गरिन्छ है त। जस्तो निमान हेर्नुहोस् त, यहाँ के छ, मैले कार लिएको छु, मैले कार लिएको छु अथवा किनेको छु भन्नुपर्दा चाहिँ मसँग कार छ भन्नुपर्दाखेरि के हुन्छ, वतासी वा कुरुमा हो मोत्तेइमास। अब यसलाई यसरी अर्थ लगाउनु भएन है, मैले कार के त बोकिरहेको छु भन्न मिल्दैन है। यो चाहिँ के त, मैले कार लिएको छु, किनेको छु अथवा मसँग कार छ भन्ने मिनिङमा प्रयोग हुन्छ है। त्यसै गरी सानमान अर्को एउटा इक्जाम्पललाई हेर्नुहोस् त, म काठमाडौँमा बसेको छु अथवा बस्छु भन्दाखेरि के हुन्छ, वतासी वा कातोमान्जुनी सुन्देइमास है। बस्छु फरक कुरा हो है, बस्छु भनेको सुवारीमास हुँदैन है, बस्ने त चाहिँ छुट्टै हो, तर हामी अहिले स्टे भइरहेको कुरालाई हामी के भन्छौँ त, सुमिमास है। सुमिमासलाई तेफममा लाँदाखेरि के हुन्छ त, सुन्दे अनि इमास शब्दिने, सुन्दे इमास, वतासी वा कातोमान्जुनी सुन्देइमास, मिनासान वा दोको नि सुन्देइमास का। अब फेरि अर्को लास्टमा अर्को एउटा सेन्टेन्सलाई हेरौँ त, मैले पासपोर्ट बनाएको छु, मैले पासपोर्ट लिएको छु भन्ने बेलामा के हुन्छ त, वतासी वा पासपोर्टो हो सुकुत्तेइमास भनेको अहिले बनाइरहेको छु भन्ने मिनिङ दिँदैन यसले, मैले चाहिँ बनाइसकेको छु, मसँग चाहिँ पासपोर्ट छ भन्ने मिनिङमा प्रयोग हुन्छ है। यसरी हामीले लेसन 14मा पढेको भन्दा अलिक फरक तरिकाको है भबको तेफम प्लस इमास राखेर कुनै कुरा एको छु भन्दा पनि प्रयोग गरिने गर्छ है त। मिनासान हवैते कुदासाई कोरे दाइजी देश हो। ग्रामर प्याटर्न पढिसके पछाडि अब लागौँ लेसन 15 को पेज नम्बर ह्याकु निजुरोको 126 को बुङ्केलाई पढ्नतर्फ है त। तपाईहरू पनि म सँगै पढ्नु होला है। बुङ्के नो इचिबानी किमास, पहिला म भन्छु अनि त्यस पछाडि तपाईहरू भन्नु होला है त। स्यासी नो तोत्तेमो इ देशका, स्यासी नो तोत्तेमो इ देशका, फोटो खिच्न मिल्छ अथवा सक्छु भनेर भनिएको छ यहाँ। फोटो खिच्छु के हुन्छ, स्यासिनो तोरीमास, स्यासिनो तोरीमासलाई तेफममा लानु पर्यो, स्यासिनो तोत्ते मो इ देशका जोडे पछाडि के हुन्छ त, फोटो खिच्न मिल्छ, फोटो खिच्न सक्छु भनेर अनुमति मागिएको कन्डिसन हो है। आए चाहन्छु कि निमाने कि मास, निमान्न पनि पहिला म भन्छु अनि मसँगै तपाईँहरू पढ्नु होला है त। सान्तोसु सान वा देन्सी जुस्यो वा मत्तेइमास दोजो हाई, सान्तोसु सान वा देन्सी जुस्यो मत्तेइमास। सन्तोषजीले इलेक्ट्रिक डिक्सनरी चाहिँ लिएको छ है। मोत्तेइमास भनेको बोकिरहेको छ भन्ने मिनिङ लाग्दैन है दामे देश, त्यसरी हुँदैन है। यो कि त उसँग देन्सी जिस्यो इलेक्ट्रोनिक डिक्सनरी छ भन्ने मिनिङ लाग्छ। विनासान ओके बुझिराख्नु भएको छ। बुङ्केलाई सकिसके पछाडि हामी फेरि पेज नम्बर ह्याकुनिजुरोको 126 कै रेबुनलाई पढ्नतर्फ लागौँ है त। अहिलेको जस्तै पहिला म भन्छु अनि मसँगै तपाईँहरू भन्नुहोस् है त। कोनो खातरोगो हो मोराते मोई देशका, कोनो खातरोगो हो मोराते मोई देशका, यो क्याटलग पाउन सक्छु। मोराइमास भनेको के हो, पाउँछु। मोराइमासलाई तेफममा के हुन्छ, मोराते मोई देशका, पाउन सक्छु। अनि आन्सर कोता आइवा नान देशका, हाई इ देश्यो दोजो, हाई इ देश्यो दोजो। ठिक छ, लिनुहोस्। हाइजेमा त निमानिकीमास 2 नम्बरमा है, 2 नम्बरमा पनि म पढ्छु अनि म सँगै भन्नुहोस् है त। कोनो जुस्यो खारितेमो इ देशका, कोनो जुस्यो खारितेमो इ देशका, यो डिक्सनरी चाहिँ सापट्टि लिन सक्छु, सापट्टि लिन मिल्छ भनिएको छ है यहाँ। खारीमास भनेको मिनासा नान देशका, खारीमास सापट्टि लिन्छु। अनि खारीमासको तेफम के हुन्छ, खारिते। खारीमास कुन ग्रुपमा पर्छ भन्नुहोस् त, फर्स्ट ग्रुप होइन है, अपवाद हो यो, सेकेन्ड ग्रुपमा पर्छ है। नियमले इजी ग्रुपमा परे तापनि यो अपवादको रूपमा केमा नि ग्रुपमा पर्छ है त।
त्यसैले खारिमासको ते फर्म के हुन्छ खारिते मोइ देशका सापट्टि लिन सक्छु है। यहाँ खोताए यमिमास यान्जर पढ्छौँ है त सुमिमासेन छोटो इमा सुखाते इमास सुमिमासेन छोटो इमा सुखाते इमास सुमिमासेन भनेको के हो माफ गर्नुहोस् चोत्तो भनेको के हो एकैछिन अलिकति भनेर पढेको थियौँ। अब त्यो अनुसार अर्थ लगाएर यहाँ हुन्छ त हुँदैन है। जापानिजहरूले केही कुरा सिधै डाइरेक्टली हुँदैन अथवा मिल्दैन भन्न नसक्ने कारणले यो चोत्तो भन्ने शब्दको प्रयोग गर्छ। अब यहाँ हामीले सुमिमासेन छोटो भन्ने बित्तिकै के बुझ्नु पर्यो त माफ गर्नु होला मिल्दैन। इमा चुकाते इमास अहिले चाहिँ प्रयोग गरिरहेको छु है। सानमानेकी मास सानमान्देश है 3 नम्बरको पनि अहिलेको जस्तै गरी म पढ्छु अनि मसँगै भन्नुहोस् है त कोकोदे आसोन्देवा इकेमासेन कोकोदे आसोन्देवा इकेमासेन यहाँ खेल्न मिल्दैन खेल्न मनाइ छ है। आसोबिमास भनेको के हो त खेल्नु डुल्नु। आसोबिमास कुन ग्रुपमा पर्छ मिनासान नान ग्रुप देशका इची नि सान ग्रुप दोची देशका है इची ग्रुप है 1 नम्बरमा पर्छ है त फर्स्ट ग्रुपमा पर्छ। अनि हेर्नुहोस् त पछाडि आसो बु बु आउँदाखेरि के हुन्छ त दे आउँछ है त्यो फर्ममा न दे थपिन्छ आसोन्दे वा इकेमासेन यहाँ खेल्न मनाइ गरिएको छ खेल्न मिल्दैन। खोताएवा नान देशका हाई भन्ने मिनिङ हुन्छ है त है मा त योनमानिकी मास योनमानमा हेर्नुहोस् त के छ म भन्छु अनि म सँगै पढ्नुहोस् है तपाईँहरू सियाक्सोनो देमा बाङ्गो स्टेमासका है। सियाक्सोनो देमा बाङ्गो भनेको वडा कार्यालयको फोन नम्बर ओ सिटेमासका थाहा छ कोताएवा यान्सर है त इए सिरिमासेन इए सिरिमासेन थाहा छैन है। चुकी गोवानिकी मास 5 गरेर पनि म भन्छु अनि त्यस पछाडि तपाईँहरू भन्नुहोस् है त मारियासान दोकोनी सुन्दै मासका मारियासान दोकोनी सुन्दै मासका मारियाजी कहाँ बस्नुहुन्छ कोताएवा इ मास है एन्सर भन्छु तपाईँहरू पनि भन्नुहोस् है त ओसाका नि सुन्दै मास है ओसाका नि सुन्दै मास ओसाकामा बस्छु है। म त रोकुबानिकी मास 6 नम्बरमा जान्छ है हामी 6 नम्बरमा के छ त वानसान वा केकोन्स्टे मासका तोजो वानसान वा केकोन्स्टे मासका वानजी विवाहित हो अथवा बिहे गर्नु भएको छ भनेर सोधिएको छ। खोताए वा इए धोकुसिन्देस इए दोकुसिन्देस होइन अविवाहित हुँ। धोकुसिन भनेको के हो त अविवाहित है। आइछ कि माता नानावानीकीमा 7 नम्बर हेर्नुहोस् है म भन्छु अनि मसँगै भन्नुहोस् है तपाईँहरू पनि ओसिगोतो वा नान्देसका काम के हो है। सिगोतो भनेको काम अनि सिगोतोलाई यहाँ के त पोलाइट बनाउनलाई अगाडिपट्टि के प्रयोग गरिएको छ ओ भन्ने शब्द चाहिँ प्रयोग गरिएको छ है। ओगेङ्गी थियो नि है हामीले पढ्दाखेरि हो। त्यसै गरी यहाँ सिगोतो भनेको काम अनि सिगोतोलाई पोलाइट बनाउन के गरियो त ओसिगोतो वा नान्देसका। अब कोताएमा पर्छ है त कोताए एन्सर है क्योसिदेस कोको दे ओसिएतेइमास क्योसिदेस कोको दे ओसिएतेइमास। क्योसी भनेको के हो त शिक्षक है। कोको दे ओसिएतेइमास हाई स्कुलमा चाहिँ के त पढाइरहेको छु सिकाइरहेको छु है। मिनासान दो देशका धाकु देशका थाइहेन देशका कस्तो छ भन्नुहोस् त सजिलै छ अप्ठ्यारै छ। लेसन 15 सँग सम्बन्धित केही कुराहरू सोध्न चाहनुहुन्छ भने यो भिडियो हेरेर भिडियोको कमेन्ट लाइनमा कमेन्ट गरिदिनु होला है। सकेसम्म तपाईँहरूको एन्सर कमेन्ट मार्फत दिने प्रयास गर्नेछु है त। फेरि पनि यस्तै खालका जापानिज भाषाका कक्षा लिएर आउने बाचा गर्दै आजलाई भने बिदा चाहन्छु। हस्त नमस्ते। मिनासान क्यों मो आरिगातो गोजाइमास्ता। माता हेरस्को ओनेगाइ शिमासु।